ल गुड मर्निङ एभ्रिवान। गुड मर्निङ। ल अब चाहिँ हाम्रो ब्याकप्याक भइसक्यो। अहिले चाहिँ बिहानको 4 बजेको छ। आज चाहिँ हामी ऋषि माउन्टेनको यात्रामा छौँ। अनि कस्तो भयो त सुता हिजो बेलुका ब्रदर? चिल आउट हो नि। चिल आउट। ल भाइको कस्तो भयो सुता? सबैभन्दा धेरै निन्द्रा तिमीले आज पुरा लिइरहेको छ। सुनिल एभ्रिथिङ गुड? कस्तो छ त आजको अनि मोमेन्ट? आज के गर्छु जस्तो लागिरहेछ त? डाइट सुरु भइसक्यो। आमामा गुड मर्निङ अध्यक्षज्यू। सेवा ल है त अब हामी चाहिँ तात्तिम अगाडि बढ्छौँ है त। ल अगाडि देखाउँदै जानेछौँ है त। ल हामी अब यहाँ होटेलदेखि आउट। ल यो लक लगाएर आउनुहोस् ल एकजना। होटल पनि हाम्रो मोरस्किओको रुम नम्बर। अहिले चाहिँ अब 4:30 भएको अवस्था छ। यहाँनिर अझै दिन राम्रोसँग खुलेको छैन। आजको दिन 0 क्लाउड, एकदम राम्रो अवस्था छ। अब पछि के हुन्छ होइन। सुनिल तिम्रो डाइट सुरु भइसक्यो हो? ल दामी। ब्रदर तपाईँ के सर्ट हान्न थालिसक्नु भयो? ल गोप्रो सर्ट अब उहाँको रेडी भइसक्यो। अब दुईजना आउँदै हुनुहुन्छ है। अब यो चाहिँ अब थियो हाम्रो प्रपर्टी। अब 3 दिनको प्रपर्टी हो। 1 दिन फिनिस, अब 2 दिन बाँकी छ होइन। आजको आउटफिट खै यता आमामा ल यता आमामा एकछिन यत्तिकै इगल कटमा ओ ल वार्मअप। ल रेडी छ केटाहरू। अब तल गएर गाडी हेर्नुपर्ने छ। गाडी पाएन भने ठिकै छ, ट्याक्सी भएर लिएर पनि हामी एकदम चाँडो जानुपर्ने छ। आजको एनर्जी चाहिँ सुनिलले मलाई सप्लाई गर्ने रे गरे उकालोमा। मलाई गाह्रो हुन्छ आज, किनभने हिजो हल्का थाकिरहेको छु कि होइन। ल आजको आउटफिट चाहिँ टाइगरको साथमा होइन। फेरि यता ल टाइगरको सुरुवातमा हुँदैछ। एम्बेसडर फ्रम सिधै नर्थ फेसबाट है। अनि अगाडिको चाहिँ फेरि कालो पत्थर, पुरै कालो पत्थर। एम्बेसडर फ्रम कालो पत्थर। पुरा आज अध्यक्षज्यूको आउटफिट यस्तो छ। ल अध्यक्षज्यू आज तानिन्छ नि? तान्ने भनेर आएको हो। सही हो, सही हो। हामी चाहिँ यहाँदेखि सही अवस्था छ। अब देख्न सक्नुहुन्छ आज चाहिँ खुट्टाले साथ दिएको छैन, त्यही पनि के अरे अर्ली मर्निङै छ। अब हेरौँ अगाडि के कस्तो हुन्छ है त सुनिल। ल बस चाहिँ अहिले हामी स्टेसनमा आयौँ। बस लागेन। हामी चाहिँ ट्याक्सी लिएर अगाडि बढ्दैछौँ, किनभने बिहानै हामी माथि उक्लिने भनेर बिहानको भ्यू हेर्दै हामी अगाडि बढिरहेको छौँ है त। यस्तै छ। हामी चाहिँ फेरि पनि आइपुग्यौँ। अब यहाँदेखि चाहिँ ट्राभल सुरु गर्नुपर्ने हुन्छ। ब्याकप्याकहरू निकाल्दैछु। जिङ्कोए बार्जो पाना, जिङ्कोए बार्जो। भन्दा नि अगाडि नै एक ग्रुप निस्किसक्नु भयो। अनि हाम्रो ग्रुप पनि अब चाहिँ तात्रा नेसनल पार्कको इन्ट्रान्स यहाँदेखि सुरु गऱ्यौँ है। यहाँदेखि चाहिँ अब हर्स राइडिङको लागि अलिक पर छ। अनि टक्क लगाएर ल गाइज दामी। ल पोजिटिभ भाइब्समा होइन तात्रा नेसनल पार्क चाहिँ इन्ट्री हान्नुहोस् है भाइ। दर्दनाक भाइसमा गइँदैछ अब हामी होइन। ल ठिक छ। फर्किँदैनौँ थाहा छैन, तर जस ओके गइँदैछ है। सही हो। ल बोर्डर हो। हाम्रो शेर्पा सुनिल राई अगाडि हुनुहुन्छ। अब हामी उहाँलाई पछ्याउने क्रममा छौँ। मोरस्किओको हामी चाहिँ अब 2 घन्टा 20 मिनटको ट्रेल छ। यो ट्रेल चाहिँ लगभग हामी 1 घन्टा 30 मिनटमा चाहिँ पार गर्ने कोसिसमा छौँ। लेट्स सी। आकाश कस्तो दामी क्लियर छ कि यहाँनिर फ्लाइट क्रस भएको मोमेन्ट छ। ल टोटली रोड वाइज चाहिँ सुनिल र मैले चाहिँ कम्प्लिट हान्यौँ। अब यहाँदेखि ओकोमोरस्की 1 hour 25 minute देखाइरहेको छ। अनि
हो त्यहाँबाट 110 हो, यो बाटो चाहिँ 125 छ। अनि अब यहाँदेखि यो ट्रेल जानुपर्ने हुन्छ। केटाहरूले एकछिन पर्खिन्छ मलाई। अब मोरस्किमा चाहिँ यहाँ माथि हो, टक्क लगाएर अब घाम लाग्न लागेको अवस्था छ। अहिले शीतलमा हामीले चाहिँ हल्का बुस्टिङ हानेको। अब यहाँ एकछिन केटाहरूलाई पर्खिन्छौँ। फाइनली अब रोडको बाटो सकेर यो ट्रेल सुरु भएको छ। घामको पनि स्पर्श अब एकछिनमा चाहिँ घामले हल्का तताइदिन्छ होला, किनभने आज 11 बजीसम्म घाम छ। भर्खर 6:30 भयो। ल अब चाहिँ हामी मोरस्कीको बेस क्याम्प आइपुग्न लाग्यौँ। आज गर्न लागेको समिट चाहिँ यो हो। आज यो माथि समिट गरिन्छ। सो अब मन पनि डराइरहेको अवस्था छ, तर होपफुल सबै समिटरहरूलाई राम्रो होस्, सेफ समिट होस् भनेर एकदम प्रार्थना गर्दै अगाडि बढ्दैछौँ। अब ल सुमन नम्बरी सुनिल आमामा आइपुग्यो हो। यता हेर्नु पऱ्यो, एक लुक्स कहाँ आउँदैछौँ हामी? आमामामा बिहानीको लट आयो भने चाहिँ यस्तो पिस हुँदो रहेछ, मान्छे एकदम कम, टक्क लगाएर यता अनि शान्त ओको मोरस्की। यसले त मार्छ हो भ्यूले त, टक्क लगाएर। घाम पनि अझै छिरेको छैन, रिफ्लेक्सन आमामा यस्तो दामी रिफ्लेक्सन आइरहेको छ। ल फाइनली हे फेरि पनि 2025मा यहीँ हो, 26मा पनि आइपुग्यो। एकैछिन न। ल अब अहिलेको 2026को अपडेट। आज हामी जान खोजेको समेत चाहिँ यो हो, ऋषि। ल हामी चाहिँ मोरस्कीकोमा चाहिँ ब्रेकफास्ट। हाम्रो सर्भिसम्यान चाहिँ आज हुनुहुन्छ ह्याङ सर। यता फेरि हाम्रो होइन नम्बर सोल्टी फेरि सुमन दिएको त बिचकेर हो। आमामा फेरि इन्ट्रान्समा मैले सुमन दिइहालेछु के सुनिललाई त्यत्रो खाना। ल अन्त ल यता टक्क ओको मोरस्की हेर्दै हाम्रो चाहिँ ब्रेकफास्ट स्टार्ट भएको छ है त। ल हाम्रो अध्यक्षज्यू यता हिँड्दाखेरि कस्तो फिल आयो? नेपालको रारा तालकै फिल आयो भन्नुहुन्छ? के भन्छ नेपालको झलको तीर्थमा मेटाउने सुनिललाई कस्तो भयो? आनन्द छ है। यो चाहिँ अब भिडियोमा भन्दा नि आफूले एक्सप्लोर गर्नै पर्ने हुन्छ होइन, अब फिल हुन्छ के। सही हो। जस यस्तो राम्रो ठाउँमा होइन यस्तो राम्रो ठाउँमा चाहिँ नि अब यस्तो मिल्ने साथीहरूसँग आउनु पाउनु पनि एउटा सौभाग्य, लकी डे पनि मान्नुपर्छ होइन। अहिले फेरि हाम्रो डुमी ब्लक चाहिँ छुट्नु भएको छ यहाँ होइन। उहाँको फेरि पटाका बम बारुद उता पेस्तोल के अरे सबै फायर गर्दै आउँदै हुनुहुन्छ पछाडिबाट। हामी चाहिँ अगाडि थोरै अगाडि जाँदैछौँ। सर्किट सकेपछि अब उकालो चाहिँ एक्सट्रिम छ है। तलबाट यति आउँदा नि स्या भइरहेछ। अब 30 मिनट देखाइरहेछ। यहाँनिर हामी अर्को लेक जाँदैछौँ। यस्तो छ बाटो घाटो। एक्सट्रिम उकालो छ है बाटो यस्तो। फाइनल सर्ट अब एक्सट्रिम उकालो पार गर्दै तल मोरस्कीबाट आएको यस्तो छ। मोरस्की त्यहाँबाट आएर यो उकालो पुरै पास गर्यो। अनि अहिले चाहिँ हामी
सेकेन्ड लेक आइपुग्न सफल भएका छौँ है त। यसको यो लेकको नाम चाहिँ चार्मे लेक। ल अर्को लेक आइपुग्यो, चार्मे लेक। यस्तो छ। यस्तो छ पसिना। वाह, थोरै बुस्ट गर्नु पर्यो उकालोमा, तर फाइनली वी आर हियर इन चार्मे लेक है। हाम्रो अध्यक्षज्यूले पनि एकदम फाइनली यहाँनिर तल मोरस्कीबाट आएको। ल है त समिट हान्नु भयो उकालो। ल चियर्स। ल चियर्स। ल ल अगाडि हेर्नुहोस्। ल आमामा लेक हेर्नुहोस्। ल फाइनली वी आर हियर है, चार्ने लेक। अब ऋषि 3 घन्टा 20 मिनटको यात्रा छ या। ल अब आजको चाहिँ मेरो यहाँ माथि ऋषि चढ्नु पर्ने हो। अनि केटाहरूलाई चाहिँ बाई। केटाहरू चाहिँ अब यहाँदेखि नजाने रे। ल अब केटाहरू यहीँ मलाई वेट गर्छु भनेको छ। अब जानु भनेको माथि गएर फोन लगायो भने ठिक छ, नत्र भने ठिक छ। म बिस्तारै गरेँ मेरो तरिकाले म झर्छु है त। अहिले चाहिँ म यहाँदेखि हिँडेर यो उकालो छ यहाँ आइपुगेको छु। अब अझै पनि 2-3 स्टेप छ, 3 घन्टा अझै हिँड्नुपर्ने छ। अहिले चाहिँ म यो स्थानमा आइपुगेँ। त्यहाँबाट हिँडेको तल्लो लेकबाट माथि लेकदेखि यहाँ आइपुगेछु। अब अन्दै टप जाँदैछु। लेट्स सी अब कति सरप्राइज भ्यूहरू छ देखाउँदै जानेछु है त। एक्सट्रिम उकालो छ बाटो। यस्तो छ बाटो। यहाँ चाहिँ एउटा ठुलो ढुङ्गा रहेछ। यहाँदेखि चाहिँ चट्ट लाएर 2टा लेक देखिने रहेछ। टक्क लाएर यहाँदेखि चाहिँ भ्यूको मजा लिनुपर्ने हुन्छ। अब अझै चढ्ने बाटो चाहिँ यता छ है। लगभग आधी बाटो आइपुग्यो। केटाहरू तल पर्खिँदैछ कि छैन, तर म चाहिँ एक्लै इन्जोय हानिरहेको छु। आफूलाई बुस्ट गरिरहेको छु है त। यस्तो छ बाटो चाहिँ पर्ने बाटो त उठिसकिसक्यो। यस्तो पो रहेछ है। मामा यस्तो उकालो चढ्नु पर्ने छ मान्छेहरू आज है त। पुरै ढुङ्गा चट्टान यस्तो छ। हट एक्सट्रिम पुरै रक क्लाइम्बिङ नगर्दा हुने रहेछ है। यस्तो ट्रेल छ कि अहिले यो तल त सास फेर्नु पनि हम्मे बनायो। सेट पुस गर्दैछ आफैलाई। यहाँ चाहिँ आइस रहेछ। चिप्लिन्छ अरे यस्तो छ है ट्रेल। साथीहरूलाई जुम गरेर हेर्नु पर्यो। केटाहरू गयो कि त्यहीँ छ। आम्मामा जुमले पनि भ्याएन। केटाहरू त्यहीँ छ कि गयो हो। म अब लगभग अझै 1 घन्टा लाग्छ। पुरै अब रक क्लाइम्ब हान्नु पर्ने रहेछ बाटो। धेरै टाढो छैन जस्तो लाग्छ। ट्रेलको अब क्रेजियस पार्ट है। अब चाहिँ टोटली साङ्लीमा झुन्डेर जानुपर्ने हुन्छ यही माथि। त्यस्तो छ है।
त्यहाँसम्म ठिकै हो। अब यहाँदेखि चाहिँ साङ्लीमा झुन्डेर जानुपर्ने हुन्छ। अब मसँग स्ट्यान्ड छैन, देखाउन चाहिँ सक्दिनँ होला, तर अब म रेडी। यस्तो छ हौ समिट पोइन्ट त, क्रेजिस पोइन्ट पुरै मुटु चाहिँ एक्सपायर मुटु लिएर आउनु पर्दो रहेछ है गाइस। 2-3वटा मुटु चाहिँदो रहेछ। झुन्डिँदै अब माथि ट्राफिक जाम भइरहेको छ। 2टा पास गरिसक्यो। अब एक्सट्रिमली उकालो झुन्डेरै जानुपर्ने। अब अर्को मुटु काम्ने ठाउँ आइपुग्यो है। बादलले ढाकिसक्यो, जति पुस गर्दा नि सकिँदैन त हो। पुरै सबजना झर्दैछ, एक्लै भइरहेछ उकालो चढ्ने। हात चाहिँ 6.5 घन्टा 1 घन्टा भइसक्यो साङ्लीमा झुन्डेर आएको। यस्तो एक्सट्रिम छ है बाटो। बादलले ढाकिसकेको अवस्था छ। 3 घन्टाको मेहनतपछि फाइनली समिट। यता स्लोभाकिया, यता चाहिँ पोल्यान्ड है त। यतिको लागि 3 घन्टा। ल अनुहार यस्तो छ है, फाइनली समिट गर्यो। ओह्रालो कसरी जाने, उकालो त आइयो। यस भनेको स्लोभाकिया, यतापट्टि पी होला। पी भनेको चाहिँ पोल्यान्ड हो। साइड सिन यस्तो छ है। अब चाहिँ पुरै क्लाउडी लागेको अवस्था छ। सबैजना समिट गर्न तयार छ। अब चाहिँ बिस्तारै लगाएर यहाँदेखि फोटो सेसन पनि भयो, क्लाउडी पनि लाग्छ। यहाँदेखि टक्क लगाएर ओह्रालो झर्नुपर्ने हुन्छ। त्यतिकै छ। 3 घन्टा अलमोस्ट 3 घन्टा लाग्यो। मैले 9 बजेर 9:45मा सुरु गरेको, 12:40मा आइपुगेँ। अलमोस्ट 3 आवरमा चाहिँ म यहाँ स्लोभाकिया र पोल्यान्डको चाहिँ बोर्डर रिसी माउन्टेनमा चाहिँ सकुशल समिट गरेको यो मोमेन्ट क्याप्चर गर्दैछु। ल आजलाई अब यहीँदेखि बाई बाई गर्नुपर्ने हुन्छ। अब मेरो केटाहरू अघि नै ब्याक टु जाकोपानी गइसकेको छ। अब म यहाँदेखि फेरि त्यति नै। अब ओह्रालोमा अलिकति हार्ड छ, मेबी 3.5 घन्टा ओह्रालो झर्नुपर्छ होला। त्यसपछि मरुस्की ओको बाटो चाहिँ प्रब्लम म घोडा सवार लिन्छु होला, किनभने मलाई एकदम गाह्रो भएको छ। अनि त्यहाँदेखि लिएर ब्याक टु जाकोपानी। मेरो डे 2 यसरी बितेको छ र भोलि डे 3 को लागि चाहिँ फेरि नयाँ ठाउँमा जानेछु। आजलाई यति नै। सो भिडियोलाई हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आज म धेरै खुसी छु। यो वान अफ द ब्युटिफुल मोमेन्ट चाहिँ क्याप्चर गर्न पाउँदाखेरि। यो चाहिँ मेरो सेकेन्ड टाइम एटेम्पमा चाहिँ म सक्सेस भएको छु र समिट गर्न सक्सेस भएको छु। 2025 अगस्तमा पनि मैले ट्राई गरेको थिएँ, तर त्यतिखेर समयको बावजुद म आउन सकेको थिएन। तर यसपालि चाहिँ गरेरै देखाइयो। इट्स प्राउड अफ माइसेल्फ है। म यो समिट कसैलाई देखाउनलाई, कसैसँग कम्पिटिसन गर्नलाई गरेको होइन। एज अ मेरो आफ्नो मनबाट नै आफैलाई चाहिँ म कतिको गर्न सक्छु भनेर जस्ट एक्जामिनेसन मात्रै लिएको हो है त। अब बाँकी अरू ब्लगमा भेटौँला। जय नेपाल।